कर्णाली याक्सको लागि आज बिग ब्रेकिङ न्युज नै छ। कर्णाली याक्सले इन्डियन स्टार प्लेयर ब्याट्सम्यानलाई साइन गरिसकेको छ, नाम मात्रै एनाउन्स गर्न बाँकी छ। यदि तपाईँ गेस गर्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनु होला। तपाईँले गेस या मिल्छ या मिल्दैन गेस गर्न नबिर्सिनु होला। सो गाइस, भनेपछि कर्णाली याक्सले सिजन 1 मा पनि इन्डियन स्टार प्लेयरलाई नै भित्र्याएको थियो, जब्बर नामले चिनिने उहाँलाई नै भित्र्याएको थियो। कर्णाली याक्सको सिजन 1 मा पनि नेक्स्ट लेभलको नै भाइब थियो, तर ट्राफिक जित्न मात्रै नसकेको। योचोटि एनपिएल सिजन 2 मा कर्णाली याक्स ट्राफिक जित्ने गरेर आउनेछ। सो गाइस, योचोटि कर्णाली याक्सले नै जित्छ होला त, 100% कर्णाली याक्सले नै जित्छ। अहिले कम्पिटिसन तर सबैको छ है, तर कर्णाली याक्सले नै जित्छ भन्ने होइन। 8वटा फ्रेन्चाइज टिम एकदमै बवालै छन् होइन, नेक्स्ट लेभलकै छन्। हरेक टिममा विदेशी स्टार प्लेयरहरू भित्याउनु भएको छ। कुनै पनि टिम कमजोर चाहिँ छैन योचोटि होइन। योचोटि धेरै नै मजा आउनेछ, तर योचोटि कुनै पनि म्याच युट्युब च्यानलमा चाहिँ प्रसारण हुनेवाला छैन। स्टार टिभी बाहेक अरू कुनै पनि स्रोतमा अहिलेसम्मको जानकारी अनुसार अरू ठाउँ युट्युबमा अरू टिभीहरूमा कुनै ठाउँमा पनि प्रसारण हुने छैन। स्टार टिभीले मात्रै अहिलेसम्म मान्यता प्राप्त पाएको छ सिजन 2 प्रसारण गर्ने।